नमस्कार साथीहरू। आज म तपाईँहरूमाझ सेयर मार्केट सम्बन्धी को केही जानकारीमूलक कुराहरू लिएर आइरहेको छु। तपाईँहरू आइपिओ भर्नुहुन्छ, इनिसियल पब्लिक अफरिङ र तपाईँहरूलाई पर्दैन। तपाईँहरूले मेनी टाइम्स भर्नुहुन्छ, एकपल्ट भर्नुहुन्छ, दुईपल्ट भर्नुहुन्छ, 5 पल्ट भर्नुहुन्छ, तपाईँहरूलाई परेको छैन। अब किन पर्दैन अनि अब त्यो नपर्दाखेरि तपाईँले भर्नै छोड्ने कि होइन, कस्तो स्ट्राटेजी अपनाउने होइन, त्यो बारेको चाहिँ म यहाँहरूमाझ भिडियो बनाउन गइरहेको छु। नेपालको जुन आइपिओ भनेको चाहिँ तपाईँको गोला प्रथा लट्री सिस्टमबाट चाहिँ हुने गर्दछ। अब त्यसैले तपाईँले एउटा चाहिँ एउटा डिमाट एकाउन्टबाट अथवा तपाईँले आफूले मात्र तपाईँले अप्लाई गर्नुभयो भने तपाईँलाई पर्ने चान्स चाहिँ एकदम लो हुन्छ होइन, एकदम मिनिमम हुन्छ। तपाईँलाई एकदमै 5 वटा 10 वटा 15 वटा भर्दा पनि पर्न सक्दैन होइन। तपाईँको लकमा पनि भर पर्छ र तपाईँले दिने भर्दाखेरिको स्ट्राटेजीमा पनि तपाईँको चाहिँ भर पर्छ। अब तपाईँले कस्तो खालको स्ट्राटेजी अपनाउने होइन, अब आइपिओ चाहिँ आफूलाई परोस् भन्नको लागि कस्तो खालको स्ट्राटेजी अपनाउने भन्दाखेरि तपाईँले चाहिँ मल्टिपल चाहिँ डिमाट एकाउन्ट चाहिँ बनाउने होइन। तपाईँले तपाईँको आफ्नो बालबच्चाको एकाउन्टहरू बनाउने, तपाईँले आफ्नो वाइफको अथवा तपाईँले आफ्नो हस्बेन्डको आमा बाबाको तपाईँले एकाउन्ट बनाएर डिमाट एकाउन्ट बनाएर तपाईँले चाहिँ के गर्ने, सेयर चाहिँ अप्लाई गर्ने होइन। अब तपाईँलाई त्यो डिमाट एकाउन्टबाट चाहिँ बनाएर चाहिँ सेयर कसरी अप्लाई गर्ने भन्ने कुरा थाहा छैन भने तपाईँलाई म नेक्स्ट भिडियो चाहिँ लिएर आउँछु। र तपाईँहरूसँग मेनली के हुनु पऱ्यो भन्दाखेरि ब्याङ्क एकाउन्ट हुनुपर्छ। अनि ब्याङ्क एकाउन्ट हुनको लागि तपाईँ ब्याङ्कमा जानुभएको हुन्छ होइन, त्यहाँ तपाईँले चाहिँ मेरो सेयर र डिमाट एकाउन्ट पनि खोल्न सक्नुहुन्छ। त्यहाँको कर्मचारीहरूले तपाईँहरूलाई खोलिदिन्छन्। अब तपाईँले मल्टिपल स्ट्राटेजीको मैले कुरा गरेको थिएँ होइन, जोसँग चाहिँ मेरो सेयर पनि छ, डिमाट एकाउन्ट पनि छ, अनि ब्याङ्क एकाउन्ट पनि छ, उहाँहरूकोले सेयर भर्नुहुन्छ तर पर्दैन भने उहाँहरूले चाहिँ मल्टिपल डिमाट एकाउन्टबाट चाहिँ भर्न सक्नुहुन्छ होइन। यसको अर्थ के हो भन्दाखेरि तपाईँले कुनै पोखरीमा बल्छी थाप्नुभयो होइन, एउटा बल्छीमा माछा पर्ने भने तपाईँले कम्तीमा 5 वटा बल्छी थाप्नु भएको छ भने होइन, एउटा न एउटाबाट त माछा पर्ने चान्स हुन्छ। त्यस्तै यो पनि के हो, तपाईँको लट्री हो होइन। तपाईँलाई पर्यो भने फाइदा हुन्छ, परेन भने त के हुन्छ, तपाईँको पैसा चाहिँ लस हुँदैन होइन, तपाईँको पैसा हराउँदैन। तपाईँको पैसा तपाईँको ब्याङ्कमा चाहिँ फेरि के हुन्छ, रिटर्न हुन्छ र त्यो रिटर्न भएको पैसाले तपाईँले फेरि अर्को सेयर भर्न सक्नुहुन्छ। अर्को कम्पनीले सेयर खुलाउँछ अनि त्यसमा फेरि तपाईँले चाहिँ अप्लाई गर्न सक्नुहुन्छ। अब यो आइपिओ किन भर्ने त होइन, यसबाट त हामीलाई के फाइदा हुन्छ भन्दाखेरि एउटा स्टुडेन्टले होइन चाहिँ आफ्नो पकेट खर्च आफै जुटाउन सक्छ होइन। उसले आफ्नो अलिकति टाइम राम्रो दियो भने उसले चाहिँ आफ्नो कोठा भाडा पनि उसले चाहिँ यही आइपिओबाट भरेको पैसाले गरेको इन्कमले चाहिँ पे गर्न सक्छ होइन, तिर्न सक्छ होइन। एउटा हाउस वाइफले चाहिँ आफ्नो सपिङ खर्चहरू चाहिँ आफै जुटाउन चाहिँ सक्नुहुन्छ। अनि एउटा सामान्य घरमा बस्ने मान्छेले चाहिँ यो आइपिओ भरेर चाहिँ होइन, फुर्सदको 2 मिनट 5 मिनट समय चाहिँ मोबाइल हेर्ने समयलाई चाहिँ मेरो सेयरको चाहिँ एप्लिकेसन लगइन गरेर हेर्ने हो भने र त्यहाँनिर चाहिँ खुलेको आइपिओलाई चाहिँ भर्ने हो भने चाहिँ आफ्नो लागि चाहिँ सामान्य खर्चहरू चाहिँ जुटाउन सकिन्छ। र यसैमा चाहिँ धेरैवटा मल्टिपल्स एकाउन्टहरू बनाएर चाहिँ यसैमा चाहिँ टाइम दिने हो भने त यसबाट पनि राम्रो प्रफिट चाहिँ गर्न सकिन्छ। र यसबाट लस भन्ने कुरा चाहिँ एकदम मिनिमम हुन्छ। कम्पनी सेलेक्सन गर्दाखेरि राम्रो खालको कम्पनीमा चाहिँ अप्लाई गर्नु पऱ्यो। अब आइपिओ खुलेको छ, जुन पाए त्यहीमा भर्दाखेरि त हुन्छ होइन, 2-4 हजार त नाफा हुन्छ। तर त्योभन्दा सेकेन्ड फेरि अर्को अप्सन आएको छ, अझ बेस्ट कम्पनी आएको छ भने चाहिँ तपाईँहरूलाई चाहिँ के हुन्छ भन्दाखेरि पहिलाको कम्पनीले भन्दा दोस्रो कम्पनीले चाहिँ राम्रो बेनिफिट अथवा राम्रो रिजल्ट प्रफिट दिन सक्छ। त्यसैले आइपिओ भर्दाखेरि चाहिँ अलिक ध्यान दिनुपर्ने हुन्छ। अनि आइपिओ तपाईँले सेलेक्सन गर्दाखेरि राम्रो कम्पनीलाई छान्नुहोस् होइन। त्यसको पेड अफ क्यापिटल के छ, प्रमोटर ब्याकग्राउन्ड के छ, इपिएस के छ होइन, यी कुराहरूलाई चाहिँ, यी टर्महरूलाई पनि ध्यान दिनु आवश्यक छ। विशेष गरी तपाईँले जेनरल सबैजनालाई परिरहने आइपिओ हाइड्रो पावरको हो
यसमा रिस्क पनि छ र जेनरली परिरहेको हुन्छ। 2-4 हजार नाफा कमाएर चाहिँ यसलाई चाहिँ सेल गर्न पनि सकिन्छ। ब्याङ्किङ र इन्स्योरेन्स सेक्टरको आइपिओहरू पनि भर्न सक्नुहुन्छ, स्टेबल पनि छ। यसमा ठिकठिकैको तपाईँको फाइदा हुन्छ र म्यानुफ्याक्चरिङ उत्पादनशील कम्पनीहरूमा तपाईँले लगानी गर्नुभयो भने तपाईँलाई लङ टर्म चाहिँ बेनिफिट हुन्छ।